एउटा पहाडी नेपाली गाउँमा जहाँका भिराला पाखाहरूमा कोदो र मकैका थुप्राहरू लहलहाउँथे र बिहानै लाकुरीको रुखमा चराहरूको चिरिबिरी सुनिन्थ्यो, त्यहाँ एकजना धनी मुखिया बस्ने गर्थे। उनको नाम थियो हर्कबहादुर। हर्कबहादुर गाउँका सर्वेसर्वा थिए। उनको आँगनमा कहिल्यै मानिसको चहल पहल टुट्दैनथ्यो। तर उनको एउटा ठूलो कमजोरी थियो, उनी निकै लोभी र अहङ्कारी थिए। उनी सधैँ अरूलाई सानो देखाउन र आफ्नो धनको धाक लगाउन तल्लीन रहन्थे। त्यही गाउँको पुछारमा एउटा सानो झुप्रो थियो, जहाँ चतुरे नाम गरेको एक ठिटो आफ्नो आमासँग बस्ने गर्थ्यो। चतुरेको घरमा खानलाई मुठ्ठीभर अन्न पनि मुस्किलले जुट्थ्यो, तर उसको दिमाग भने पहाडी खोला जस्तै तेज र कञ्चन थियो। गाउँमा कसैलाई अप्ठ्यारो पर्दा वा कसैले कसैलाई ठग्दा चतुरेले आफ्नो बुद्धिको प्रयोग गरेर न्याय दिलाउने गर्थ्यो। एक दिन चतुरेले सोच्यो, यो मुखियाले गाउँलेहरूलाई निकै दुःख दिएको छ, यसलाई तह लगाउनु पनि पर्नेछ र मेरो घरको चुल्हो बाल्न केही काम पनि खोज्नु पर्नेछ। यही सोचेर चतुरे मुखियाको ठूलो हवेलीमा पुग्यो। मुखियाले पिँढीमा बसेर हुक्का तानिरहेका थिए। चतुरेले गएर ढोक गर्यो, मुखिया बा, मलाई केही काम मिल्ला कि? घरमा आमा बिरामी हुनुहुन्छ, अन्नको गेडो छैन। मुखियाले धुवाँ फ्याँक्दै माथिदेखि तलसम्म चतुरेलाई हेरे र भने, काम त दिउँला, तर मेरो शर्त निकै कडा छ। म तँलाई बस्न र खान दिन्छु, तर वर्षको अन्त्यमा मात्र तेरो काम हेरेर दाम दिनेछु। अर्को कुरा, यदि काम गर्दा गर्दै तैले मलाई कुनै कुरामा झुटो साबित गरिस् वा मेरो आज्ञा पालन गर्न सकिनस् भने तैले एक पैसा पाउने छैनस् र उल्टै मेरो खेतमा हलो जोत्नु पर्नेछ। स्वीकार छ? चतुरेले मुसुक्क हाँस्दै भन्यो, हुन्छ मुखिया बा, मलाई मन्जुर छ, तर मेरो पनि एउटा सानो शर्त छ। यदि वर्षको अन्त्यमा हजुरले मलाई चित्त बुझ्दो पारिश्रमिक दिनु भएन वा मलाई कामबाट निकाल्नु भयो भने हजुरले मलाई आफ्नो गोठको सबैभन्दा राम्रो लैनु भैँसी दिनुपर्नेछ। लोभी मुखियाले सोचे, यो फुच्चेले मेरो के बिगार्ला र? उनले तुरुन्तै हुन्छ भनेर तमसुक गराए। काम सुरु भएको केही हप्ता बितेको थियो। मुखियाले चतुरेलाई दुःख दिन एउटा असम्भव काम सुम्पिए। उनले चतुरेलाई एउटा पुरानो र प्वाल भएको बाँसको डालो दिँदै भने, जा चतुरे, आज खोलाबाट यो डालोमा पानी भरेर लिएर आइज। बेलुकाको खाना यही पानीले पकाउनु पर्छ। याद राख, डालो घर आइपुग्दा टम्म भरिएको हुनुपर्छ र एक थोपा पनि चुइनु हुँदैन। गाउँलेहरूले काने खुसी गर्न थाले। अब चतुरे फस्यो, डालोमा पानी कसरी अडिन्छ? चतुरे शान्त स्वभावले खोलातिर लाग्यो। उसले दिनभरि खोलाको किनारमा बसेर विचार गर्यो। जब साँझ पर्न लाग्यो, उसले एउटा उपाय लगायो। उसले वनबाट केही लेसिलो माटो र बेलको चोप ल्यायो। उसले डालोको भित्री भागमा ती कप्टेराहरूका बीचमा माटो र चोपको लेप लगायो र माथिबाट ठूला ठूला पिपलका पातहरूले टम्म टाँस्यो। त्यसपछि उसले हिउँ जस्तो चिसो पानी भरेर मुखियाको घरतिर दौडियो। जब ऊ मुखियाको आँगनमा पुग्यो, डालोमा पानी टम्म थियो। मुखिया अचम्ममा परे। उनले सोधे, यो कसरी सम्भव भयो? चतुरेले चलाखीपूर्वक भन्यो, मुखिया बा, यो त हजुरकै प्रताप हो। हजुरको डालोमा त जादु रहेछ, पानी नै नचुइने। मुखिया रिसले चुर भए, तर केही बोल्न सकेनन्। केही महिनापछि मुखियालाई छिमेकी गाउँका मानिसहरूका अगाडि आफ्नो शान देखाउन मन लाग्यो। उनले चतुरेलाई बोलाएर भने, चतुरे, भोलि हाम्रो घरमा 50 जना पाहुना आउँदैछन्। उनीहरूलाई यस्तो भव्य भोज खुवाउनु कि सबैले मेरो गुणगान गाउन्। तर सुन, म तँलाई एक पैसा पनि दिन्न। तेरो आफ्नै बुद्धिले यो भोजको व्यवस्था गर। यो त झन कठिन काम थियो, तर चतुरे हडबडाएन। ऊ गाउँका प्रत्येक घरमा पुग्यो र भन्यो, दाजुभाइ दिदीबहिनीहरू, भोलि मुखिया बाको ठूलो पूजा छ। उहाँले भन्नुभएको छ कि जसले घरबाट एक माना चामल र अलिकति तरकारी ल्याउँछ, उसले मुखियाको भकारीबाट 2 पाथी धान इनाम पाउनेछ। लोभमा परेर गाउँलेहरूले धमाधम चामल, दाल, घिउ र तरकारी मुखियाको घरमा थुपारे। चतुरेले भव्य भोज तयार गर्यो। पाहुनाहरूले अघाइन्जेल खाए र मुखियाको खूब प्रशंसा गरे। मुखिया खुसीले गदगद भए। तर जब भोज सकियो, गाउँलेहरूले आफ्नो इनाम माग्न थाले। मुखिया अलमलमा परे। चतुरेले बिस्तारै मुखियाको कानमा भन्यो, मुखिया बा,
यदि हजुरले अहिले धान दिनु भएन भने सबैले हजुरलाई कन्जुस र झुटो भन्नेछन्। हजुरको इज्जत जानेछ। मेरो त के छ र, म त नोकर न हुँ। आफ्नो इज्जत जोगाउन मुखियाले बाध्य भएर भकारीबाट धान बाड्नु पर्यो। मुखियाको खर्च त भयो, तर चतुरेले आफ्नो बुद्धिले भोज भने सम्पन्न गरायो। अब मुखिया चतुरेलाई कामबाट निकाल्न चाहन्थे, तर शर्त अनुसार उनले भैँसी दिनुपर्ने थियो। उनले एउटा अन्तिम षड्यन्त्र रचे। उनले आफ्नो सुनको सिक्री लुकाए र चतुरेलाई भने, मेरो सुनको सिक्री हरायो। मलाई शङ्का छ कि यो गाउँको कसैले चोरेको छ। यदि तैले भोलि बिहानसम्म चोर पत्ता लगाइनस् भने तलाई नै चोर ठहरेर प्रहरीको जिम्मा लगाउँछु। चतुरेले बुझ्यो मुखियाले उसलाई फसाउन खोज्दैछन्। रातको समयमा चतुरेले एउटा जुक्ति निकाल्यो। उसले मुखियाको गोठको एउटा ठूलो बोकालाई समात्यो र त्यसको मुखमा अलिकति लाल मिर्च अर्थात् खुर्सानीको धुलो दलिदियो। भोलिपल्ट बिहानै चतुरेले गाउँलेहरूलाई जम्मा गरेर भन्यो, यो बोका जादुई हो, यसले चोरको नाम बताउन सक्छ। जसले चोरी गरेको छ यो बोकाको अगाडि उभिने बित्तिकै यसले कराउन थाल्छ र उसको शरीरमा टाँसिन्छ। गाउँलेहरू पालै पालो आए। बोका चुपचाप बस्यो। जब मुखियाको पालो आयो, चतुरेले मुखियालाई बोकाको ठ्याक्कै अगाडि उभ्याइदियो। खुर्सानीको पिरो सुँघेर बोकाले ठूलो स्वरमा ब्या ब्या गर्दै मुखियाको लुगामा टाउको रगड्न थाल्यो। चतुरेले चिच्याउँदै भन्यो, हेर्नुस् गाउँले हो, यो बोकाले त मुखिया बालाई नै चोर भन्दैछ। सायद मुखिया बाले झुक्किएर कतै राख्नु भएको होला कि। गाउँलेहरू हाँस्न थाले। मुखियाको मुख रातो पिरो भयो। आफ्नो इज्जत जोगाउन उनले हतार हतार गोठमा लुकाएको सिक्री निकालेर भने, ओहो, यो त यहाँ पो रहेछ, मैले त बिर्सेको रहेछु। वर्ष दिन बित्यो। मुखियाले चतुरेलाई जित्न सकेनन्। अन्ततः मुखियाले चतुरेको बुद्धिलाई स्वीकार गरे। उनले चतुरेलाई उसको तलब मात्र दिएनन्, बरु खुसी भएर एउटा लैनु भैँसी र केही जमिन पनि उपहार दिए। उनले भने, चतुरे, तैले मलाई पैसा भन्दा ठूलो कुरा बुद्धि र धैर्य हो भन्ने सिकाइस्। आजदेखि म कसैलाई पनि हेप्ने छैन र लोभ गर्ने छैन। चतुरे आफ्नो आमासँग खुसी साथ बस्न थाल्यो र मुखिया पनि गाउँको एक असल संरक्षक बने।